प्यासी सहरमा बसेको, सहर बजारमा हुर्केको जस्तो ठान्नुहुन्छ तपाईँहरू कि एकदम पुरा। प्यासीले आफ्नो पृष्ठभूमिलाई कहिले पनि बिर्सिँदैन कि आफ्नो गाउँलाई पनि कहिल्यै बिर्सिँदैन, किनकि यस्तो गाउँमा चाहिँ बाख्राकोला लागेर भैँसीवाला लागेर होइन हलो जुटेर खेत खनेर कम्दाहरू खनेर खेत त हुँदैन नि यहाँ होइन, कम्दाहरू खनेर एकदम पुरा चाहिँ स्कुलको ड्रेसमा चाहिँ दसैँ मनाएर धेरै सङ्घर्ष धेरै दुःख गरेर प्यासी भयो क्या। मेरो दुःखको अहिलेहरू देखाइरहेको छु। अहिले चाहिँ म खासमा अहिले त रमाइलो पनि फिल गरिरहेको छु, किनभने चाहिँ म यो पार्ट टाइम जब जस्तो हो क्या मेरो चाहिँ कहिलेकाहीँ जस्तो मात्रै हो होइन। कहिलेकाहीँ ग्वाला आउने हो, कहिलेकाहीँ दसैँ तिहारमा गाउँ आउने हो, तर मेरो धेरै जसो समय चाहिँ सुख सयलमै बितिरहेछ, सहरतिर रुकुमकोट बजारतिर होइन। तर जहाँ बस्न चाहन्छु, जहाँ जान चाहन्छु, जान सक्ने क्षमता छ, गर्न सक्ने क्षमता भइरहेछ। तर म जतिसुकै ठुलो भए पनि, जतिसुकै धनी भए पनि, जहाँसुकै बसे पनि मेरो गाउँलाई यी ठाउँहरूलाई चाहिँ कहिले पनि बिर्सिँदैन, किनभनेपछि म यही ठाउँमा हुर्केर यही ठाउँमा सङ्घर्ष गरेर यही ठाउँमा स्ट्रगल गरेर आयो नि त होइन। त्यही भएर तपाईँहरूलाई के भन्न चाहन्छु भने प्यासी मान्छे बन्नलाई धेरै दुःख गरे यही समाजमा हुर्केर यही समुदायमा बसेर होइन। प्यासी अब भलगर भएर पनि आउनु लाग्छ, सहरका कन्टेन्ट गाउँका कन्टेन्ट सब लिएर आउनु लाग्छ। तर जे आए पनि प्यासीले आफूले भोगेका कुराहरू पनि सुनाउन गइरहेछ र आउँदो जेनेरेसनलाई आउँदो युथलाई पनि चाहिँ कि गर्नुपर्छ है भनेर सन्देश दिन खोजिरहेछ। म भने त ठिकै छ, म त बनिसकेँ, मेरो जिन्दगी त यसो आराम भइसक्यो, ठिक छ, तर गर्नुपर्ने त धेरै बाँकी छ। तर मभन्दा पछाडिको भाइहरूलाई अगाडिको दाइहरूलाई त सक्दिनँ, सकेको कोसिस चाहिँ गर्छु अगाडिको दाइहरूलाई। तर भाइहरूलाई चाहिँ आफू नखाएर भए भाइहरूलाई चाहिँ म बहुत सहयोग गर्नेछु, मेरो गाउँको भाइहरूलाई, यो समाजको भाइहरूलाई। अनि यो समाजलाई एउटा चाहिँ केही न केही चाहिँ गरेर केही न केही चाहिँ आउन मिल्ने, घुम्न मिल्ने र यो समाजलाई सम्झिनै पर्ने एउटा कारण के त, अन्त यो कारणले गर्दा यो खारबाङलाई सम्झिनुपर्छ, यो पातली गाउँलाई सम्झिनुपर्छ भनेर चाहिँ देखाउनु छ होइन। यो गाउँलाई केही न केही गरेर चाहिँ छोड्नु छ, चाहे काठमाडौँ घर हाले पनि, चाहे दाङ घर हाले पनि, चाहे रुकुमकोट घर हाले पनि। मर्न त यहीँ आउने हो, यही गाउँमा आउने हो, अनि बस्न पनि यही गाउँमा आउने हो। समाजको परिवर्तनका निम्ति सामाजिक देखासेखी, सामाजिक चित्रणहरूलाई चाहिँ आँखा छोप्नका निम्ति चाहिँ केही गरेन, यत्रो वर्ष दुःख गरेर जाहिरी खाएर व्यापार गरेर भत्तान भनेर मात्रै सहर बजारमा घर हाल्ने होइन। बस्नु त गाउँमै मन छ अनि मर्न पनि गाउँमै मन छ, ठिक छ, यस्तै हो। तर योभन्दा धेरै त म भन्दिनँ। यो गाउँको भाइहरूलाई चाहिँ, मेरोभन्दा पछाडिको भाइहरूलाई चाहिँ केही न केही गरेर बस्छ, जिन्दगी धेरै फराकिलो छ, धेरै राम्रो छ र धेरै गर्न सकिन्छ भन्ने चाहिँ सन्देश दिन चाहन्छु। र केही परे प्यासी दाइलाई सम्झौ भन्न पनि चाहन्छु। जस्तो सुकै दुःख सुखको अवस्थामा, तिमीहरूको प्रेम रोदनको अवस्थामा, जस्तो सुकै अवस्थामा पनि तिमीहरूलाई हौसला साथ दिन सक्छु। र बस केही गरेर चाहिँ देखाउनुपर्छ, मान्छे भइसकेपछि केही न केही गरेर देखाउनुपर्छ। मौसम के अरे वृक्षले पनि त पातहरू फेरिरहेछ सालै पछि, चराले गुड बनाइरहेछ वर्षै पछि, ढुङ्गा ठोकेर पत्थरको प्रतिक्रिया दिन्छ एउटा झिर्को, आगोको झिर्को। खोलामा गयो भने पनि बगाउँछ नदीले, निर्जीव चिजलाई प्रकृतिले आफ्नो चाहिँ स्वभावहरू देखाउँदै गर्दा तिमी त चेतनशील प्राणी हो, चेतनशील प्राणीले केही न केही आफ्नो प्रतिक्रिया दिनुपर्छ र केही न केही गरेर मर्नुपर्छ भन्ने चाहिँ सन्देश दिन चाहन्छु दाइहरूलाई। र दाइहरूदेखि त म अनुभव लिने हो, म सिक्ने हो होइन। तर मैले पनि जाने कुराहरू दाइहरूलाई पनि सिकाउँछु, बुवा आमाहरूलाई पनि सिकाउँछु, समुदायलाई पनि सिकाउँछु। तर भाइहरूलाई चाहिँ म बिग्रिँदिनँ कहिले पनि, यो गाउँको भाइहरूलाई। लभ यु अल, विश यु अल।